हेलो सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि सन्चै छौँ। टाइटल प्लस थम्बनेल हेरेर थाहा पाइसक्नु भएको छ होला आज चाहिँ हामी कहाँ जाँदैछौँ भनेर। हेरेर साथ दिनु होला है त। ल गाइज हामी चाहिँ जाँदैछौँ, गाडीमा आइपुग्यौँ है त। हेर्दै बस्नु होला। पानी चाहिँ परेको छ है, पानी परेको छ एकदम। हिँड्ने बेला सधैँ पानीले ल्याङ गर्छ। ल है त गाइज, आज त हामी चाहिँ तोमिसातोको सिमामुरा भन्ने पसलमा जाँदैछौँ। त्यहाँ चाहिँ के हुन्छ भने चाहिँ जाडोमा लगाउने लुगाहरू चाहिँ र फुतोन, माकुरा, डस्ना, सिरानीहरू चाहिँ सस्तो छ अरे, सेल लगाएको छ अरे होइन भन्ने सुनेका थियौँ। त्यही भएर हामी त्यहाँ जाँदैछौँ। के कति पाउँछ र कस्तो पाउँछ भिडियोमा हामी सबै कुरा देखाउनेछौँ है। अन्तिमसम्म हेरेर साथ दिनु होला है त। ल है गाइज, हेर्न सक्नुहुन्छ है, पानी परेको छ अलिअलि है। मौसम एकदम बादल लागेको छ, अलिअलि चिसो, अलिअलि जाडो, अलिअलि गर्मी त्यस्तो छ है। त्यस्तो जाडो पनि छैन, त्यस्तो गर्मी छैन, ठिक्कको मौसम छ। हिँड्न त एकदम ठिक मौसम छ, तर पानी परेपछि अलिअलि डिस्टर्ब नै गर्छ है थोरै। त्यही भएर थोरै घाम लाग्यो, त्यही भएर अझै बेटर हुन्थ्यो। ठिकै छ, यतिको मौसम भयो नि। हामी चाहिँ हिँड्दैछौँ, पुगेका छैनौँ। तपाईँहरू चाहिँ हेर्दै राख्नुहोस् है। सिमामुरा आइसकेका छौँ है। यो चाहिँ सानरिजुका जाने बाटो। सानरिजुका त यता हो है, सानरिजुका त यता, हामी चाहिँ नाइट यताबाट आएको है। त्यही भएर अब चाहिँ यहाँभित्र के छ, सामान कस्तो छ है तपाईँहरूलाई देखाउँछौँ। तपाईँहरू भिडियो हेर्दै गर्नु होला है त। सामान कस्तो छ, के छ है। सायद सकिसकेछ भनिसक्यो भने सबैले, त्यही पनि हेरौँ न कस्तो छ। यदि सस्तो रहेछ भने लिउँला, नत्र घर फर्क्यौँला। मन्दाइ नाइ देश है त। ओके, कस्तो लाग्छ है यो जापानमा चाहिँ होइन। जिन्स प्यान्टहरू चाहिँ हामीले नेपालमा किने जस्तो चाहिँ पाइँदैन क्या। ठ्याक्कै त्यही साइजको, त्यही सेपको, त्यही कलरको है, राम्रै हुँदैन क्या। हेर्नु है त, यस्तो हुन्छ होइन। कस्तो हो कि यो के नमिल्या जस्तो चाहिँ। प्राइजहरू चाहिँ कस्तो छ भन्दा यहाँ रहेछ 1790लाई है। यो यस्तोलाई 1790 है। लगभग सबै 1790 रहेछ है। हेर्नु होला र कमेन्ट गर्नु होला है तपाईँहरूलाई कस्तो लाग्छ। यिनीहरू चाहिँ कपडाको प्यान्टहरू रहेछ। यसको प्राइस चाहिँ 2200 भनेको 2200 है। 2420मा घटाएर 2200 रहेछ। यो भयो है प्यान्ट आइटमहरू। यस्तो छ है त। कस्तो लाग्छ है तपाईँहरूलाई प्यान्ट किन्नु भएको छ होला है लोनमा चाहिँ जिन्स प्यान्टहरू। मलाई चाहिँ खासै मन पर्दैन है त प्यान्ट चाहिँ। तपाईँहरू चाहिँ के छ कसो छ कमेन्ट गर्नु होला है। अनि यो चाहिँ ट्र्याक एरिया, यो चाहिँ ट्र्याकहरू हेर्न सक्नुहुन्छ है सरर होइन। ट्र्याक चाहिँ 990, यतिकोलाई 1790, यतिकोलाई है लगभग त्यही प्राइसको रहेछ 990 है। त्यहाँहरूको प्राइसको रहेछ यिनीहरू चाहिँ सरर यताबाट हेर्न सक्नुहुन्छ है त। त्यो भयो। सर्टहरू यहाँ छ है, सर्टहरू हेर्न सक्नुहुन्छ। सर्टको प्राइस चाहिँ 1790 छ। यो चाहिँ के ज्याकेट हो कि के, यो ज्याकेट रहेछ 3700। यो ज्याकेट रहेछ, विन्टर जस्तो ज्याकेट होला यो है त। कालो कलरको, सबै कलरको मिक्स गरेको रहेछ। यता पनि रहेछ ट्र्याक एरिया 1490 खालको रहेछ। अलिक महँगो खाले ट्र्याक रहेछ यो चाहिँ है त।
गक 1790 चेनहरू प्राइजहरू हेर्न सक्नुहुन्छ चेनहरूको यो मलाई मिल्छ होला मिडियम साइजको रहेछ ट्र्याक कति रहेछ यसलाई 869 लाई घटाएर 790 रुपियाँ सस्तै होला यार खियो चाहिँ खेल्ने कुराहरू रहेछ बच्चाहरूलाई बलहरू बच्चाको आइटम रहेछ यहाँ क्युट कपडा हो कि यो बच्चाको बच्चाहरूको कपडाको रहेछ यहाँ यस्तै हुन्छ तपाईँहरूको सानो सानो बच्चाहरू हुनुहुन्छ भने है यहाँ आएर किन्न सक्नुहुन्छ टी सर्ट कति राम्रो है निलो कलर 990 रुपियाँको रहेछ यो सेटलाई चाहिँ 1490 जुत्ताहरू पनि छ यहाँ 1490 है त मलाई यस्तो यो नील कलरको टी सर्टहरू मनपर्छ एकदम यो राम्रो छ एकदम है टी सर्ट सानो साइज रहेछ कति रहेछ यसको प्राइस 1290 ठिकै है यो टी सर्टको है नेपालमै हुन्छ नि यति त है 1200 यसलाई 1090 म यो फुटनहरूको एरियामा आएको छु ओड्ने र ओछ्याउने ठाउँमा है हेर्न सक्नुहुन्छ है यो सबै ओड्ने र ओछ्याउनेहरू यहाँ पाउँछ है प्राइजहरू के कस्तो छ सामानहरू कस्तो छ हेर्नु है त यो चाहिँ सिङ्गुरो साइज हो खाके फुटन सिकी फुटन भनेको सायद ओड्ने र ओछ्याउने भने होला है यसको प्राइस 6700 है घटाएर 6700 अनि यो पनि त्यही भयो यो चाहिँ सिङ्गुरो रोङ्गु साइज हो खाके र सिकी भयो यसको चाहिँ 4400 है यो चाहिँ सेमी डबलको रहेछ सेमी दाबहरू रोङ्गु साइज हो 6700 ओड्ने र ओछ्याउने यो पनि त्यही भयो 4700 होला हो यो म्याट्रेस रहेछ म्याट्रेसलाई चाहिँ 1990 है त त्यो भयो अनि यो चाहिँ सिकी फुटन भनेको सायद ओछ्याउने मात्रै भनेको होला 6700 त्यो भयो अनि अर्को यस्तो यस्तो छ है त यो चाहिँ सिरानीको प्राइस चाहिँ कति हो कति रहेछ 1290 है सिरानी चाहिँ यो सिरानी यस्तो छ है गाइस ल यो भयो फुटन सेटको एरिया कभरहरू चाहिँ यस्तो हुन्छ है यो कभरहरू भयो फुटनको यसलाई हाल्ने कभरहरू चाहिँ यहाँ पाउँछ है यसरी 1290 सिङ्गल साइज डबल साइज सेमी डबल साइज सबै हुन्छ है ओड्ने ओछ्याउने सबै कुराको कभरहरू यहाँ हुन्छ होइन प्राइजहरू सहित 790 है तर कस्तो हुन्छ भने चाहिँ कलर त अलिक राम्रो हुँदैन कि कलर राम्रो भयो सही हुन्थ्यो है कलरै राम्रो हुँदैन मनै पर्दैन कि मलाई चाहिँ कलर चाहिँ हाम्रो नेपालमा जस्तो ओड्ने ओछ्याउनेहरू जुन तन्नाहरू हुन्छ नि सिरानीको खोलहरू सिरेको खोलहरू त्यस्तो राम्रो कलर चाहिँ हुँदैन आफूलाई काम चल्ने चाहिँ हुन्छ त्यही राम्रो चाहिँ हुँदैन कलर है नभए पनि लान सक्नुहुन्छ त्यस फोहोर चाहिँ हुँदैन कि त्यो हाल्दैछ फोहोर हुँदैन नि त त्यसलाई धोयो फेरि त्यो सामान चाहिँ भित्रको सामान चाहिँ फोहोर हुँदैन त्यही भएर लाँदा हुन्छ है अब चाहिँ म लेडिजको सर्टहरू देखाउँछु है केटी मान्छेले लगाउने सर्टहरू यहाँ देख्न सक्नुहुन्छ है यस्तो टाइपको सर्टहरू छ है यसको प्राइस चाहिँ 1990 है यसलाई चाहिँ के भन्छ भने प्राइस चाहिँ 2200 रहेछ के भन्छ यो कपडालाई चाहिँ यस्तो टाइपको कपडालाई चाहिँ यस्तो टाइपको कपडालाई के भन्छ है नाम त थाहा छैन प्राइस चाहिँ 1990 रहेछ है यस्तो छ है
यस्तो छ है त। यो त स्वेटर, यो पनि लेडिजकै होला 1790 स्वेटर एरिया रहेछ है छ हैन। यस्तो टी सर्ट टाइपको कपडाहरू हैन लेडिजको 1290 त्यो त्यो प्राइसको रहेछ यिनीहरू 1290 1300 पर्नेहरू टी सर्टहरू एरिया है लेडिजको होला सायद यिनीहरू। यहाँ पनि छ है डमीमा लगाएर राख्दै है त। ल बिहेमा जाँदा लाउने कोट, बिहेमा तपाईँहरू जाँदै हुनुहुन्छ भने कोट यहाँ किन्न होला है त। जापान बस्नुभएको छ र कसै जापानमा साथीभाइहरूको कसैको बिहा छ भने टक्क सिमामुरा आउने कोट लिएर जाने 3200 को है त। कोटहरू यस्तो हुन्छ। यो स्टाकोट, यो चाहिँ स्टाकोट 2700 है त। यस्तो टाइपको कोटहरू हुन्छ यहाँ। यता पनि रहेछ यसलाई कति प्राइस 6700 हेर्नुहोस्। यस्तो कोटहरू पाउँछ है यहाँ। यो चाहिँ के हो प्राइस चाहिँ 2200 रहेछ। यो के हो भन्ने सोफाहरूमा राख्ने कुराहरू के हो यो यो नाम त थाहा भएन। यो सोफाहरूको पछाडिपट्टि राख्ने आफू आडे सिलाउँदा यसको नाम चाहिँ थाहा होइन मलाई। 1990 यस्तो हुन्छ है त। बिनाले कति सामान किन्यो है त्यो पनि हेरौँ के किन्यो के लियो तिमीले टावल हो यस्तो छ है त गाइस देखाउँछ है त। मन परेर लिन लाग्यो है हेर्न सक्नुहुन्छ है कस्तो छ कलर कस्तो छ है सोच्नु सुहाउँदैन हेरेर भनिदिनु होला है त। यो एरियामा छ क्या यो चाहिँ हेर्न सक्नुहुन्छ है। म त पनि तपाईँहरूलाई देखाउँछु यो एकछिन हेरेर यो कलरको भयो कालो कलर सिल्भर कलर है यस्तो टाइपको कलर छ। प्राइसहरू चाहिँ 2200 है। यसको पनि त्यही होला। यसको पनि 2200 नै रहेछ। एउटै प्राइसको रहेछ यिनीहरू चाहिँ है। यता चाहिँ यो विन्डप्रुफ ज्याकेटहरू रहेछ यसको आडामा चाहिँ। यसको प्राइस पनि 2700 है त छ। अनि हेर यहाँ चाहिँ यो कपडा चाहिँ मलाई कस्तो मन पऱ्यो क्या तर मलाई अलिक ठुलो हुने भयो है लम्बाइ ठुलो हुने भयो 2200 अनि 2200 एम साइज र एल साइज रहेछ है। यस साइज रहन्छ है यस्तो कति राम्रो छ कपडा हेर्नु। यस साइज भएको लिने कुरो हुन्थ्यो है यस साइज रहन्छ क्या गाइस। अफसोसको कुरा त हो है। तर यो हुडी चाहिँ म लान्छु है त। यो हुडी लान्छु अलिक फोटो खिचेर फेसबुकमा नि हाल्छु है त लाइक गर्नु। ल गाइस यो चाहिँ मोजा आइटम है मोजा एरियाहरू है त। यहाँ पनि छ है। प्राइस यसको जुन लग्यो नि 190 होला सायद है। ए रहन्छ यहाँ 190 रहेछ यहाँ छुट्टै रहेछ 790 रहेछ है। प्राइस 2 थरी रहेछ 3 थरी अझै 990 वाला पनि रहेछ है। हेरी रहेछ यो जोडा कति जोडा 2-3 जोडा वाला रहेछ। यो 3 जोडा रहेछ यो 3 जोडा है त। यो वाला फेरि 590 होला यो कति जोडा हो यो पनि 3 जोडा यो वाला टाइपको मोजाहरू रहेछ है। यहाँ तल पनि छ है यता पनि छ। यो मोजाहरू भयो है त मोजा एरिया जुत्ता एरियामा आएको छु है सुज एरिया।
यो जुत्ताहरू यस्तो राम्रो हुन्छ नि होइन लेडिजको 1790 रहेछ प्राइस पनि ठिकै होला है 1790 खासै महँगो रहन्छ प्राइसहरू नि यहाँ तल हुन्छ है 2200 आइटमको जुत्ताहरू रहेछ है तल पनि यस्तो टाइपको रहेछ जुत्ताहरू है त यहाँ पनि छ है देख्नुहुन्छ यो चाहिँ ब्याग एरिया लेडिजको ब्याग एरियाहरू यसको प्राइस चाहिँ 3200 यो पनि 3200 है त यस्तो रहेछ है यस्तो रहेछ यसको प्राइस डिफरेन्ट छ क्या यसको प्राइस है यहाँ रहेछ यसको चाहिँ रहेछ 2700 2700 है यो टाइपकोलाई चाहिँ 1790 है त यो चाहिँ ब्याग एरियाहरू यता पनि छ ब्यागेजेस 1790 है स्कुल ब्याग कलेज ब्याग टाइपको रहेछ यो चाहिँ यसको प्राइस चाहिँ 2700 है त 2700 यो ह्यान्ड क्यारी ब्यागहरू 2700 है यसको नि यस टाइपको रहेछ है ब्यागेजहरू छ है त ब्यागेजहरू जुत्ताहरू यहाँ पर्सहरू रहेछ फेरि पर्स यसको प्राइस 1490 1790 है त यो टाइपको पर्सहरू यहाँ रहेछ है होइन ब्याग पर्स यो पनि ब्याग यता जुत्ताहरू तपाईँहरू लिन छ भने है सिमामुरा आएर लिन सक्नुहुन्छ है प्राइसहरू तपाईँहरूलाई सस्तो लाग्यो भने चाहिँ आएर लिन सक्नुहुन्छ है त म यो भुइँमा ओछ्याउने कार्पेट डस्ना के भन्छ है त्यो एरियामा आएको छु है तपाईँहरू देख्न सक्नुहुन्छ है प्राइस 5700 मा यो पाउँदो रहेछ जस्ट ठुलै हुँदो रहेछ क्या ठुलै छ है हेर्दा चाहिँ यो पट्टाको भएर सानो देखिएको हो तर यो ठुलै छ है खोल्दा चाहिँ ठुलै होला यो फेरि खोल्न चाहिँ नमिल्ने चाहिँ यहाँ स्टिचहरू लगाएर राखेर चाहिँ है अन्त म खोलेर देखाइदिन्थेँ है यो भयो है अनि यो पनि 3700 यो अलिक सस्तो रहेछ यो साइज एउटै हो कि है के हो 3700 रहेछ यो चाहिँ है त यस्तो होला है यो 3700 यो 4700 है यो 2700 सायद साइज हेरी होला ठुलो सानो हो र यस्तो भयो होला है यस्तो छ अनि यतापट्टि छ है यता चाहिँ यो 2700 है यो 1990 है यो वालालाई यो अलिक सानो होला रहेछ यिनीहरू चाहिँ है अनि यो चाहिँ के हो यो फेरि सिराइन जस्तो 890 टाइपको छ है अनि यो चाहिँ जाडोमा लाउने चप्पलहरू रुमभित्र लाउने चप्पलहरू है न्यानो न्यानो होला 890 है 690 यो टाइपकोहरू छ है यो हेर्न सक्नुहुन्छ यो सानो सानो टेडीहरू यिनीहरू चाहिँ प्राइस चाहिँ हेर्न मिलेन अलि माथि राखेको भएर है सानो सानो टेडीहरू अनि यो चाहिँ गाइज है यो चाहिँ कार्पेट हो है यो चाहिँ सानो सानो पिसहरू हुन्छ है यस्तो हुन्छ यस्तो टाइपको हुन्छ यो सबै जोडेर चाहिँ ठुलो कार्पेट बनाउन सकिन्छ है मैले हाम्रो घरमा पनि यस्तै राखेको छु है यो चाहिँ 9वटाकोलाई चाहिँ 490 पर्दो रहेछ है यो टाइपको हुन्छ है तपाईँले पनि लिन सक्नुहुन्छ तपाईँ योहरू राख्यो भने चाहिँ तल भुइँमा पानीहरू खस्ने होइन यता गएर नि तल भुइँसम्म जानु पाउँदैन कि यसैले सोख दिन्छ क्या तल भेट्नै पाउँदैन क्या त्यो राख्नु होला एकदम राम्रो हुन्छ है अनि अर्को चाहिँ के छ अरू यता चाहिँ यो चाहिँ खाना बनाउँदा लाउने एप्रोनहरू टाइपको रहेछ है त्यस्तै लाग्यो मलाई प्राइस चाहिँ 890 रहेछ है त्यो टाइपको रहेछ यो साइजमा चाहिँ है यो टावल के हो यो चाहिँ टावल जस्तो रहेछ टावलै होला 790 है यो भयो है त यस्तो भयो यो बच्चाको जुत्ता पानीहरू पर्दा बाहिर लगाउँदा यो ठिक होला है बच्चाहरूको लागि होला यो 890 है त यो भयो जति पनि बच्चाकै जुत्ता होला 22 साइजको रहेछ है 1290 यो बच्चाकै चप्पल 1290 बच्चाको क्याप टोपीहरू 1790 है त यसरी हेर्न सक्नुहुन्छ कति खाऊ है हेऱ्यो
झोला लेडिज ब्याग है सानो बच्चाको लेडिज ब्याग 2200 है त यस्तो टाइपको छ है गाइजहरू सामानहरू चाहिँ है त हेर्दै राख्नु होला है म अब अर्को एरियामा जान्छु यो यहाँ चाहिँ ब्यागहरू रहेछ यो टाइपको ब्यागहरू है 2700 कस्तो ब्यागहरू हेर्दा कति राम्रो भयो है यो अफिसियल कि यो अफिसमा जाँदाखेरि लाउने ब्यागहरू यस्तो यता चाहिँ कपडा ड्रेस छ है यहाँ चाहिँ ब्याग कालो ब्याग पुरै कालो कि हेर्नु न प्राइस चाहिँ 1790 है अनि यो चाहिँ पुरा यो अफिसियल कपडाहरू जस्तै छ है कोट टाइपको है यस्तो टाइपको रहेछ एउटा निकालेर देखाउँछु है त यो टाइपको रहेछ है त यो टाइपको रहेछ है यसको प्राइस चाहिँ कति हो 9700 ओहो प्राइस पनि भयङ्करै रहेछ नि 9700 को प्राइसको है त यस्तो टाइपको रहेछ यता चाहिँ सर्टहरू 1320 है सर्टहरू यता चाहिँ यस्तो सर्टहरू है त यस्तो सर्टहरू रहेछ है त गाइज यस्तो छ यहाँ चाहिँ कोट रहेछ कोट मात्रै यसको प्राइस 2700 है त यहाँ चाहिँ कोटहरू रहेछ है कोट भयो साइज लेडिज होला है 4200 लेडिजहरू होला यो लेडिजको सामान भयो यो पनि ब्याग चाहिँ डमीमा राखेको रहेछ पुरा सेटै 2700 यसलाई ब्यागलाई 2700 है यो टाइपमा राखेको रहेछ यता चाहिँ यो पनि लेडिजकै भयो 6700 है त नि सेटको रहेछ भने चाहिँ 1 र 2 गरेर नि सेटको होला तपाईँ 67 होला प्राइस है यो टाइपको रहेछ यता चाहिँ यस्तो है अब चाहिँ हामी अलिअलि सामान किनेर होइन घर फर्किन लाग्यो है सामान देख्न सक्नुहुन्छ तपाईँहरू धेरै किनेनौँ है यति मात्रै किन्यौँ है धेरै छैन है अब ओके के गर्छौँ है अनि त्यसपछि यहाँबाट निस्किन्छौँ है तないですね。गाइस अब चाहिँ हामी सीमामुराबाट निस्केर है यन मल जान लाग्यो अब यन मलको पार्किङ यहाँ है पुग्न लागिसक्यौँ यन मलमा चाहिँ के कुरा खाउँ भनेर जान लाग्यो त्यहाँ चाहिँ एउटा यन मलभित्र एउटा रेस्टुरेन्ट छ है एउटा प्याकेज सेट जस्तो हुन्छ कि त्यहाँ कति समथिङ लगभग 1400-1300 है मा चाहिँ यति टाइम यति घन्टा है लगभग 2 घन्टा हो कि कति जस्तो लाग्यो 2 घन्टामा भित्रमा चाहिँ त्यहाँ भएको चाहिँ सबै कुरा खान पाउने भन्ने हुन्छ है सस्तै हुन्छ त्यहाँ खारागे रामेन अनि आलुहरू है अनि सलादहरू अनि अर्को डेजर्ट आइटमहरू सबै हुन्छ क्या त्यहाँ हुन्छ अब हामी यहाँबाट यो पार्किङ भयो यहाँबाट भित्र छिरेर चाहिँ त्यो ठाउँमा जान्छौँ है भोक लाग्यो अलिअलि भोक लागेको छ मौसमले पनि च्यालेन्ज हानेको छ है त्यही भएर जाने कुरा भयो है त एकैचोटि त्यहाँभित्र गएर भेटौँला है त त्यहाँको आइटमहरू म तपाईँलाई देखाउँछु है त आएको छौँ है देख्न सक्नुहुन्छ यहाँ मल पार्किङ यो चाहिँ बस स्टप हो है यहाँबाट चाहिँ नारिता स्टेसन जाने बसहरू लाग्छ सायद कोजुनमुरी पनि होला कोजुनमुरी स्टेसन र नारिता स्टेसन जाने बस लाग्छ यहाँबाट चाहिँ है यहाँ चाहिँ मान्छेहरू लाइन लगाएर जान सक्नुहुन्छ यो भयो छिर्ने ठाउँ यहाँबाट भित्र हेर यहाँ अझै अगाडिबाट रहेछ हो है देख्न सक्नुहुन्छ है नारिता केसी स्टेसन है त छिर्ने यहाँबाट है त्यो रेस्टुरेन्टको चाहिँ लोकेसन म तपाईँहरूलाई देखाइदिन्छु है हामी यसरी यताबाट आइन्छ होइन यताबाट आएर चाहिँ सिधै आएर हेऱ्यो जी इन्ट्रान्सबाट भित्र छिरेर जाने है त्यहाँबाट भित्र छिरेपछि चाहिँ यता स्टार बक्स आउँछ है यता यस्तो दोकानहरू जिन्जा सोजाई पेन भन्ने आउँछ त्यसपछि अगाडि बढेर यस्तो खानेकुराहरूको दोकानहरू छ यहाँ अगाडि बढ्ने है थोरै अगाडि बढिसकेपछि चाहिँ एस्केलेटर आउँछ यहाँ माथि जाने
यो एस्केलेटर भन्दा यतापट्टि चाहिँ हेऱ्यो है डिलिसियक्स भन्ने नामको छ है रेस्टुरेन्ट। त्यो रेस्टुरेन्ट चाहिँ हो है त। यहाँबाट चाहिँ सिधै आइन्छ, आएर चाहिँ के भन्छ है बफेट रेस्टुरेन्ट है। प्राइजहरू यहाँ छ है, त्यसले गर्दा देख्न सक्नुहुन्छ है 1100 है चिल्ड्रेनको 1100 1600हरू हेर्न सक्नुहुन्छ है। रेस्टुरेन्ट चाहिँ हाम्रोतिर हो। हामी आउँदा चाहिँ अस्ति नै कति हो 1400 हो कि कति हो तिनीहरू जस्तो लाग्थ्यो। यो प्राइस हो कि हामी आउँदा खाएको, यो प्राइसको खाएको क्या। यो प्राइस हुन्छ पछि यो प्राइसको सेटमा चाहिँ के खानेकुरा होइन, यस्तो प्राइसको सेटमा चाहिँ के खानेकुराहरू छ कि यहाँ है। के छ अब पनि देख्न सक्नुहुन्छ है। त्यो एक्चुअली भित्रकोमा गएर है सेकीहरू बोजेर है कुन सेकी नि सबै तयार गरेर तपाईँहरूलाई चाहिँ एकछिनमा भेट्छौँ है त। तपाईँहरूलाई खानेकुरा देखाउँछ है। हामी चाहिँ 1500 पर्ने सेट लियौँ है। 1500 सायद 3035 वालाको सेट लियौँ। खानेकुराहरू चाहिँ यस्तो छ है। यता चाहिँ सलाद आइटम है, मकैहरू है, काउली, क्याबेज है, यस्तो छ है। यस्तो है यो सलाद आइटम भयो त। यता यस्तो भयो है। यो राइस भयो। यो के राइस हो यार, के हो यो? खानेकुरा पनि के हुन्छ के थाहै हुँदैन। यहाँ लेखेर चाहिँ 3 kinds of vegetable meatballs in Chinese starchy sauces रहेछ। यो 5 ब्रेड राइस विथ के हुँदो रहेछ है। त्यो मिक्स नुडल है, त्यो चाहिँ मिक्स नुडल यस्तो छ है। यस्तो टाइपको छ यहाँ। यता चाहिँ डेजर्ट आइटम सबै खानेकुरा खाइसकेपछि चाहिँ यो चाहिँ खान सकिन्छ है लास्टमा। डेजर्ट आइटम है। अनि यतापट्टि आएर चाहिँ यो पिज्जा, यो स्पागेटी है, जापानिज स्पागेटी। त्यसपछि आएर यहाँ चाहिँ रामेन हुन्छ है। रामेन यो भित्रबाट निकाल्ने, यहाँ हाल्ने, टाइम थिच्ने, रामेन खाने है। त्यसपछि यहाँ चाहिँ पोटेटो है, पोटेटो खराबी, यो मासु हाम्रो रोस्ट भने जस्तो है। मोमो गेउजा पनि रहेछ त आज त। यो गेउजा भयो है। यो यसको नाम के अरे बिर्सेँ मैले के अरे प्राउन। अब यो प्राउन, यो भुटेको भात है त। यो पान पाउरोटी है। यस्तो आइटमहरू हुन्छ है। अब के लिन्छौँ है एकैचोटि अब टेबलमा बसेर सँगै गफ गर्दै खाउँला है त। लगाइजहरू है हेर्न सक्नुहुन्छ है। अहिलेलाई चाहिँ यति ल्याइयो है। अब चाहिँ यहाँ चाहिँ त्यहाँबाट यो सकेपछि खाँदै थप्दै गर्न पाइन्छ। 1-1.5 घन्टाको समय छ। समय यहाँ हेर्न सक्नुहुन्छ है। 16:25 भनेको 4:25 समय दिएको छ है। त्यो टाइममासम्म चाहिँ अहिले चाहिँ 3 बज्न आँटेको छ। अब 1.5 घन्टा लगभग भनौँ। 1.5 घन्टामा चाहिँ आफूले जति सक्छ दबागे खान पाइन्छ है त। रामेन मिठो रहेछ। नुन लाग्यो। नुन लाग्यो छैन नुन। खाउँदै गर नि मोमो नेपालको जस्तै। त हो कि तोरी होला है मोमो। अस्ति नै आउँदाको त्यो गाई होइन खाराको राम्रै मिठो थियो। आज कस्तो है।
केमा यस्तै हो कि किन मन नपरेको क्या यस्तो स्वादिष्ट मलाई मन पर्छ कम्बिनीमा खाइरहेको नि त त्यो स्वादिष्ट क्या खाने नै त्यति हो झाडु चिसो रहेछ क्या तातो भन्नु हुन्छ अब 1500मा चाहिँ होइन मलाई त ठिक्क हो जस्तो लाग्छ अब 1500मा एकजना 1500 भनौँ न है बाहिर गयो भने बाहिर खायो भने 1500मा सबै चिजहरू आउँदैन कि त्यो खाना त सक्नु पऱ्यो होइन अब खान सक्छ थोरै खाएर पनि पेट भर्छ भन्दाखेरि यहाँ आएर 1500को त्यो त तिरेर खाएर फाइदा छैन होइन खान सकिन्छ भने चाहिँ आएर तपाईँहरू पनि खान सक्नुहुन्छ यहाँ है हाम्रो यो कतिचोटि भयो 3 चोटि हो हाम्रो चाहिँ 3 चोटि भयो है अर्को नेपाल कति महँगो ल अब एकछिन खान्छौँ त्यसपछि तपाईँहरू चाहिँ एकछिनपछि भेटौँ है त अब त हामी घरको आइपुग्यौँ भर्खरै फरेन चढ्दैछौँ अरू भिडियोहरू जस्तै यो भिडियो पनि माया गरिदिनु होला लाइक सब्सक्राइब सबै गरिदिनु होला है त अब चाहिँ अर्को भिडियो भेटौँला बाई बाई बाई